नमस्ते, म देवेन्द्र लिम्बू। मेन हाइवे रोड सलक्कै तपाईँ हेर्नुहोस्, यहाँ वरिपरि बस्ती राम्रो राम्रो बस्ती। यहाँ हेर्नुहोस्, यहाँ बिल्डिङ घर छ। यतापट्टि हेर्नुहोस्, यता सलक्कै हेर्नुहोस्, सबै घरै घर छ। मैले ड्रोनदेखि हेरेर यता माथि हेर्नुहोस्, यो नै घरै घर छ। अब यत्रो ठुलो 50 फिट रोडदेखि तपाईँ सलक्कै छिर्दाखेरि मात्रै यहाँको जग्गा अब 8वटा मात्रै छ। यहाँ हेर्नुहोस् त, पर समय हेर्नुहोस् त, यहाँ चाहिँ 8वटा मात्रै छ। यहाँ हामीले यो भिडियोमा नदेखाइ पनि बिक्री भइसक्यो यति धेरै जग्गा, किनभने राम्रो ठाउँमा नम्बरी जग्गा बिक्री भइहाल्छ। पहिलोचोटि देखाएको यो जग्गाको चाहिँ तपाईँको 8वटा मात्रै जग्गा बाँकी रहेको कारणले हामीले यहाँ देखाएको। तपाईँ यहाँ चाहिँ धुरको मात्र 1,30,000 रुपियाँ धुर हो। अब यहाँ छिमेकी हुनुहुँदो छ, उहाँहरूले धुरको कसरी चलिरहेको छ है। म चाहिँ यहाँ अन्जान ठाउँमा आएको छु। नमस्कार सर। नमस्कार। हजुरको नाम? मेरो भीमबहादुर तामाङ हो। ए हजुर, कहाँ हो घर तपाईँको चाहिँ? मेरो घर त यहीँ हो नि, छिमेकी हो। हजुर। अब यहाँ यो रोडमा सबै बिक्री भइसकेको छ जग्गाहरू, नयाँ प्लटिङ है। हजुर हजुर। अब हामीले चाहिँ यहाँ 1,30,000 धुरको बेच्दैछौँ। हजुर हजुर। तपाईँको कसरी चलिरहेको छ अब थाहा छैन। तपाईँ यहाँ अगाडि त 2,2,5,ले चल्दैछ। अब यो भित्र 1,30,000 रुपियाँ धुरले हो त सस्तो भेट्नु भयो भने यहाँ अब हेल्पोस पनि यहीँ नै छ, पार्नी स्कुल यहीँ नै छ, 12 क्लाससम्म यहीँ हुन्छ, के अरे एसएलसी पनि यहीँ हुन्छ। सस्तो पाउनु भएको नि, सस्तो होइन, सस्तो पाउनु होइन, बेच्ने हो। सस्तो बेच्नु भएको नि, सस्तो बेच्नु भएको। अर्को हेरी चाहिँ धेरै सस्तो। अब यहाँ पछि ब्लक टाइल पनि लगाउने भन्ने कुरो सुन्दैछु। होइन, ब्लक टाइलै लगाउने। ब्लक टाइल लगायो त सस्तो बेच्नु भएको। सस्तो पाउनु भन्यो यहाँ त। अब यही हाइवेबाट लगभग 1.5 किलोमिटरमा चाहिँ यहीँ घर, के अरे यो जग्गामै आइपुगिन्छ, नजिकै हो। राम्रो त्यो सबै उत्तर मोडा फर्केको। अब पूर्वपट्टिको मोडा भएको पनि छ। एउटा मात्रै छ पूर्वको। पूर्वको एउटा मात्रै छ। पर अब यता लगभग अब यहाँ त यो भिडियो नहाली पनि लगभग सबै सकिसकेको छ नि। 8वटा घडी मात्रै छ। त्यति नै मात्रै छ। 8वटा घडीमा अब यहाँ 2,50,000 धुर होला, तर 2 लाख दिने हो। 2 लाख रुपियाँले भनेपछि सस्तो दिएको नि। पूर्व फर्केको मोडा छ, अब हाइवेमै टच भएको। तपाईँ हेर्नुहोस् यो 50 फिटे पिच रोडमा ट्याक्कै यहाँ हेर्नुहोस्, तर 1 कठा किन्नु पर्यो। यहाँ चाहिँ 1 कठा हो यो चाहिँ। यहाँ यो सेतो लगाएकोदेखि 25 फिट यहाँ पानीको पाइपै छ। यहाँनिर गाडेको छ। ऊ त्यो कलबाट कुम्बुनी हेर्नु न, पानीको पाइप। यो खानेपानीको पाइप हो। खानेपानीको पाइप पनि आइसकेको छ। सस्तो भेट्नु भएको जग्गा छ। एकदम राम्रो जग्गा छ। यो अगाडिको पनि एउटा छ, यो चाहिँ पूर्व फर्केको हो। यो भित्रको बाटो चाहिँ उत्तरपट्टि, यता हाइवेपट्टि त पूर्वपट्टि। मतलब यस्तो छ, दुईटा बाटो देखाएको छ। दुईटा मुख भयो। यो त 2,50,000ले चलिरहेछ, तर 2ले चाहिँ अहिले भर्खरै पास हुन्छ। तर योदेखि भित्र देखिरहनुमा छ ऊ पर, त्यहाँ चाहिँ हामी 1,30,000 धुरको दिने। हजुर हजुर। सस्तो राम्रो पनि बस्ती रहेछ। बस्ती गाउँ बस्ती नि। स्वास्थ्य चौकी पनि नजिकै हो, स्कुल जानलाई पनि नजिकै, यहाँबाट बजार पनि नजिकै, हाइवे पनि नजिकै नि। यहाँबाट सबै थोक नजिकै हो नि, सबै सुविधा भएको हो। त्यो हाम्रो मेन एसिया हाइवे यहाँ दमकको भाटपाटी यहाँ कति लाग्छ? यहाँबाट धेरै भनेको 2 किलोमिटरमा। यहाँदेखि त माथि नै पुग्छ, 1.5देखि 2 किलोमिटर हो, त्यति नै, त्यहाँभन्दा छैन। नजिकै रहेछ। नजिकै, एकदम नजिकै छ यहाँ। दर्शकबिन, तपाईँले मौकाको फाइदा उठाउन सक्नुहुनेछ। कतार, साउदी, कुवेत, ओमन, दुबई, मलेसिया, तपाईँहरू कहाँ बस्नुहुन्छ, यो घडी त मजाले किन्नु सक्नुहुन्छ है। तपाईँहरूले अलिकति पैसा कमाउनुहुन्छ भने यो 1 कठा यो अगाडिको नि लिनु सक्नुहुन्छ, किनभने यहाँ त बिजनेस अलरेडी चल्ने खालको ठाउँ हो होइन। अब जसरी पनि यो तपाईँले देख्दै थाहा हुन्छ, यो यति राम्रो एरिया हो। तपाईँको घर यहीँ हजुर? यहीँ हो। यो कसरी चलिरहेको छ अहिले? यहाँ मुखमा धुरको 2 लाख छ। 2 लाख। अनि यो पछाडि त त्यस्तै 31, 1,50 त्यस्तै। यहीको तपाईँ बासिन्दा हो? यहीँ बासिन्दा गरे यो। यहाँ 1,30,000 धुरले ठिकै हो? ठिकै हो। ब्लक टाइल हुन्छ यहाँ त? फेरि ब्लक टाइल भने ठिकै हो नि, सस्तै भेटेको हो। सुक्खा होइन नि त यो, होइन त? अब ब्लक यहाँ लाग्छ नि त। ब्लक लाग्छ। हामीले चाहिँ यो राम्रो सुन्दर रोड देख्नु होला, आउनुहोस्, म देखाउँछु तपाईँलाई। यहाँदेखि ब्लक लाग्छ, थाहा छ नि तपाईँलाई? ब्लक टाइल यहाँ चाहिँ ट्रक कुदाउने केही नहुने, टक्कै यहाँदेखि वारपर हामी लगाइदिन्छौँ। तपाईँले मात्र 8वटा घडी मात्रै छ। अब तपाईँले किन्नु पर्दाखेरि चाँडैभन्दा चाँडै तपाईँ आएर तपाईँले यहाँ हामीले राखेको फोन नम्बरमा सम्पर्क गरेर झापाको दमक, हाम्रो अहिले चाहिँ बालेन्द्र सरकारको एरियामा भनौँ न, अब विकास पनि त्यही तरिकाले भइरहेको रहेछ। खुसी लाग्यो है। त्यो कारणले नि यहाँ चाहिँ तपाईँहरूको सुवर्ण अवसर छ।